I love you too. I love you too. मान्छे बन्न सकौँ त्यो थाहा दिने पार्टी बन्न सकौँ त्यो थाहा दिने सिस्टम बन्न सकौँ। अस्ति हामी त्यो बारा क्षेत्र घुम्दाखेरि उदयपुरका विभिन्न ठाउँहरूमा पनि पुगेका थियौँ। उदयपुरको त्यो कोस्टल एरिया हेर्दाखेरि इन्डोनेसियाको बाली जस्तो विकास गर्न सकिन्छ कि जस्तो लाग्यो। त्यस्तो विकास गर्ने पार्टी बन्न चाहन्छ राष्ट्रिय स्वतन्त्र पार्टी। यता पिउने पानीको पनि धेरै समस्या छ। धरानमा पिउने पानीको डिपिआर पहिले भएको थियो, त्यो डिपिआर भयो, त्यो खानेपानीको व्यवस्थापन कोसीबाट मेकानिकल लिफ्टिङ गरेर धरानमा पानी ल्याउनलाई लगभग 5-6 वर्ष लाग्छ। तर सायद यहाँका जनप्रतिनिधि त्यो सरकारमा पुगेन होला, त्यहाँको पार्टी पुगेन होला। कुन पार्टी पुग्छ अब सरकारमा? यो भेगलाई त्यो पिउने पानी खुवाउने पार्टी बन्न चाहन्छ राष्ट्रिय स्वतन्त्र पार्टी। तपाईँलाई थाहा छ नेपालको 60-70% फुटबल प्लेयर कहाँबाट निस्किन्छ? यही पूर्व क्षेत्रबाट निस्किन्छ। तर फुटबल प्लेयरहरूलाई उत्पादन गर्नलाई, त्यो ग्रासरुटको फुटबललाई विकास गर्नलाई, त्यो खेल मैदान विकास गर्नलाई अहिलेसम्म सकिएको छैन। एउटा स्टेडियम बनाउन सकिएको छैन, ग्रासरुट लेभलको ट्रेनिङ सेन्टरहरू बनाउन सकिएको छैन। त्यो ट्रेनिङ सेन्टर बनाएर त्यो फुटबल विकास गर्नलाई आज गरेको हाम्रो इन्भेस्टमेन्ट 10 वर्ष पछाडि देखिन्छ। एउटा फुटबल प्लेयर राम्रो बन्नलाई कम्तीमा पनि 10,000 घन्टा प्र्याक्टिस गरेको हुनुपर्छ। त्यो प्र्याक्टिस गराएर राम्रो फुटबल प्लेयर उत्पादन गर्ने स्वभाव बोक्ने पार्टी बन्न चाहन्छ राष्ट्रिय स्वतन्त्र पार्टी। मान्छेलाई कालबाट जोगाएर राख्छ, त्यसरी नै देशलाई जोगाउने पार्टी बन्न चाहन्छ राष्ट्रिय स्वतन्त्र पार्टी। धेरै धेरै धन्यवाद। अब की बार धेरै धेरै जय घन्टी। अब बोल्ने दिन भन्दा काम गर्ने दिन नजिक आउँदैछ, त्यस कारणले अब मैले पनि लामो बोल्न छोडिसकेँ। मलाई प्राय भन्छन् यो अलिक चर्को बोल्छस्, अलिक चर्को नबोल्न, अलि कम बोले पनि हुन्छ, चर्को नबोले पनि हुन्छ भनेर भन्छन्। मिठो बोल्न अरू नेताहरूले जस्तो अरू पार्टीका नेताहरू कस्तो मिठो मृदुभाषी, कस्तो नरम, कति राम्रो चिटिक्क मिलाएर बान्की परेको शब्द पनि केलाई छानेर बोले जस्तो बोल्छन्। त मात्र किन कराउँछस् भनेर भन्छन्। किनकि तिमीलाई दुखेको छैन, हामीलाई दुखेको छ। दुखेको मान्छे कराउँछ नि, चिच्याउँछ, हामीलाई दुखेको छ। तिनको राजनीति अवैध कसर व्यवसायीको चन्दाबाट चल्छ। एउटा हामी त लक्ष्मी परियारलाई दिशा खुवाएको रिपोर्टिङ गर्दै त्यस्तोको विरोध गर्दै स्टुडियो छिरेको मान्छे हाम्रो आवाज सर्काउँछ। तिनको राजनीति शिक्षालाई चरम राजनीतिकरण गर्दै विद्यार्थीहरूलाई यहाँ होइन विदेशमा पढ्नुपर्ने वातावरण बनाउनेमा बित्छ होला। हामी त विद्यार्थीहरूलाई कर्के नजर लगाउनेको सातो लिने गरी रिपोर्टिङ गर्दै राजनीतिमा आएको हुनाले हाम्रो आवाज अलिकति चर्को हुन्छ। हामीलाई दुखेको हुनाले हाम्रो आवाज चर्को हुन्छ। पछिल्लो आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, इतिहासको एउटा सङ्गीन, इतिहासको एउटा महत्त्वपूर्ण पल म धेरै टाढा छैन, हाम्रो नजिक छ। यतिखेर म केही कुरा मात्र यहाँ जोड्छु, धेरै कुरा मैले भन्नै पर्दैन। तपाईँको यो उपस्थिति, यो शानदार उपस्थिति र हरेक आँखामा भएको आशा र भरोसाले सबै बोलिसक्यो, मैले बोल्नु पर्दैन, सब बोलिसक्यो। म एउटा जानकारी गराउन चाहन्छु। रासोपाले आफ्ना कुराहरू राख्दै गर्दा कतिपय मानिसहरू आत्तिएको देखिएको छ। तपाईँको ज्ञान